अब यता महामुद्रामा जुन चाहिँ तेलोपाले नारोपालाई हैन, नारोपाले मिलारेपालाई, मिलारेपाले आफ्नो चेला गम्पोपालाई हैन, जुन चाहिँ अब तपाईहरुले देख्नुभयो। अब दुईटा गुरुको दुईटा काम हुन्छ। दुईटा गुरुको एउटा काम के हुन्छ, जुन चाहिँ मैले अहिले जुन जे बोलिरहेको छु, इट्स अ इन्फर्मेसन। कुरा बुझ्नु भएको छ? इट्स अ इन्फर्मेसन द्याट आई एम के भन्छ गिभिङ अ इन्फर्मेसन हैन। तपाईले इन्फर्मेसन अहिले डाउनलोड गरिरहेको छ, विच इज इम्पोर्टेन्ट। अब कुरा आयो हाउ यु आर लुकिङ एट द गुरु हैन। जस्तो कि मिलारेपाले आफ्नो गुरुलाई एउटा साथीको रूपमा हेर्यो कि एउटा के भन्छ एउटा सामान्य मान्छेको रूपमा हेर्यो कि हैन, दुश्मनको रूपमा हेर्यो कि भगवानको रूपमा हेर्यो कि। सो इट्स अ भेरी डिफरेन्ट हैन, जुन चाहिँ आफूले आफ्नो एउटा पर्सपेक्टिभ एउटा पोइन्ट अफ भ्यू। अब एक्जाम्पलको लागि जुन चाहिँ गुरुलाई त्यसै एज अ ह्युमन बिङ हेर्यो भने यु विल गेट अ ब्लेसिङ अफ ह्युमन बिङ। कुरा बुझ्नु भइरहेछ हैन? दिस इज भेरी इन्ट्रेस्टिङ। तपाईले एउटा कुरा बुझ्नुपर्छ, जुन चाहिँ मिलारेपा जुन चाहिँ इन्लाइटन हुनुभयो, इट्स नट बिकज अफ द मार्पा। मार्पा खतरा भएर होइन, मिलारेपा खतरा भएर। कुरा बुझ्नु भएर तपाईले हैन? जस्तो कि तपाईले महासिद्ध नारोपाको तपाईले स्टोरी हेर्नु होला, यु विल बी सरप्राइज हैन। महासिद्ध नारोपाले उहाँको गुरु तेलोपा, नारोपा भनेको त ठुलो स्कलर थियो हैन, प्रोफेसर थियो नालन्दा युनिभर्सिटीको, आजभन्दा 1000 वर्ष अगाडिको हैन। उहाँले यति ठुलो पोजिसनहरू छोडेर उहाँको आफ्नो गुरुलाई खोज्नु गयो हैन। लास्टमा गुरु पनि हैन, तेलोपा भन्ने गुरु त एउटा माछा सम्बन्धी एउटा के भन्छ फिसरम्यान थियो हैन। मान्छेहरूले यो नारोपा त अब बाउले छ हैन, यति ठुलो नाम भएको प्रोफेसर नालन्दाको हैन, सबभन्दा खतरा यस्तो यस्तो एउटा फिसरम्यानको पछि लागिरहेछ। कुरा बुझ्नु भएछ? माछा सम्बन्धी हैन। अब तर नारोपाले जुन चाहिँ तेलोपापट्टि जुन चाहिँ एक किसिमको भक्ति जुन चाहिँ थियो हैन, अब अन्तिममा नारोपा पनि इन्लाइटन हुनु पर्यो। अब इन्ट्रेस्टिङ कुरा के छ भने यता कहिले कहिले हामीलाई लाग्छ गुरुको ठुलो खेल छ, गुरुको ठुलो खेल छैन। यता सबभन्दा इम्पोर्टेन्ट स्टुडेन्टले खेल खेलिरहेछ। कसरी भन्दा एक्जाम्पल म तपाईलाई भन्छु। लेट मी एक्सप्लेन फ्रम द साइकोलोजिकल पोइन्ट अफ भ्यू। मनोविज्ञानबाट हामी यसलाई हैन यसलाई बुझ्ने कोसिस गरौँ हैन, मनोविज्ञानको दृष्टिकोणबाट। अब एक्जाम्पलको लागि ल मानौँ न तपाई लेट्स से जुन चाहिँ तपाईले सुन्नुभयो होला, जस्तै मान्छेले भन्छ नि के अरे माइकल ज्याक्सनलाई हैन, माइकल ज्याक्सनले गाना गाउँदाखेरि मान्छेहरु त बिहोस हुन्छ अरे। तपाईँ सुन्नु भएको छ तपाईले हैन? उहाँ माइकल ज्याक्सनले जब डान्स गर्छ मान्छे स्टुडियोमा हुने मान्छेहरु बिहोस हुन्छ अरे हैन। कसैको त पुरा कन्ट्रोल गर्न सक्दैन, टोइलेट लङ टोइलेट सर्ट टोइलेट कन्ट्रोल गर्न सक्दैन। यतिको खतरा माइकल ज्याक्सनको पावर। कुरा बुझ्नु भएन छ? यतिको एक्साइटमेन्ट, मान्छेहरु त पुरा रुने आँखाबाट हैन, आँसु हैन कन्ट्रोलै गर्न सक्दैन, जिउ सबै काँपेर आउँछ अरे। तपाईहरुलाई लाग्छ माइकल ज्याक्सनले यति शक्ति छ? कुरा बुझ्नु भएछ तपाईले? माइकल ज्याक्सनको यति शक्ति छ जस्तो लाग्छ तपाईलाई? अथवा एनी सुपरस्टार हैन, यहाँको फ्यानहरु हैन सबै यस्तै हुन्छ, सेम हुन्छ। बुझ्नु हैन? आफ्नो सुपरस्टार जुन चाहिँ छ देख्यो भने हैन, जिउ काम्छ हैन, लङ टोइलेट सर्ट टोइलेट कन्ट्रोल गर्न सक्दैन हैन, पसिना निस्किन्छ, जिउ काम्छ हैन, बिहोस पनि हुन सक्छ हैन। एनीथिङ क्यान ह्यापन। अब इन्ट्रेस्टिङ पार्ट, डु यु रियली थिंक यो सुपरस्टारहरुलाई यति शक्ति छ र? डु यु रियली थिंक यो माइकल ज्याक्सनले यति खतरा पावर छ र? होइन। अब यो के भयो? लेट्स लुक एट फ्रम द मनोविज्ञान पोइन्ट अफ भ्यू। के भइरहेछ भन्दाखेरि इट्स नट बिकज अफ माइकल ज्याक्सनको गाना खतरा भएर, डान्स खतरा भएर। कुरा बुझ्नु भएछ? अब यो के हो भने जुन चाहिँ फ्यानले हैन, अब यसले के गर्यो, दिन रात के गर्यो हैन, वालमा पनि माइकल ज्याक्सनको फोटो, सिरानीमा पनि माइकल ज्याक्सनको फोटो हैन, ओछ्यानमा पनि माइकल ज्याक्सनको फोटो, टोइलेटमा पनि माइकल ज्याक्सनको फोटो। अब सुन्नु न, तपाईले सोच्नु नि, अब यता मन्त्र पनि के परिरहेछ भनौँ, माइकल ज्याक्सनको गाना दिन रात हैन, जिउको मुभमेन्टहरु पनि माइकल ज्याक्सनको मुभमेन्ट। यो मुन डान्स अरे नि हैन, मुन डान्स थाहा छ तपाईलाई हैन? पुरा बडीको मुभमेन्ट पनि त्यही हैन, मन्त्र पनि माइकल ज्याक्सन गाना, सुन्ने पनि माइकल ज्याक्सनको गाना, खाना खाँदाखेरि, हिँड्दाखेरि, काम गर्दाखेरि, एभ्रीवेयर इज माइकल ज्याक्सन। अब तपाईले सोच्नु नि, व्हाट इज रियली ह्यापनिङ? के भइरहेछ? व्हाट इज ह्यापनिङ? अब यो मान्छेले जुन चाहिँ फ्यान जुन चाहिँ छ, यो फ्यानले के गरेछ, यो माइकल ज्याक्सनको जुन चाहिँ यसको दिमागभित्र जुन चाहिँ माइकल ज्याक्सनको जुन तस्बिर जुन चाहिँ छ, यो तस्बिरलाई के गरिरहेछ, पावर दिइरहेछ। देख्नु भयो तपाईले?
एउटा शक्ति दिइरहेछ माइकल जक्सन हैन ओम माइकल जक्सन ओम माइकल जक्सन ओम माइकल जक्सन हैन ओम माइकल जक्सन भन्ने मन्त्र यो माला लिएर ओम माइकल जक्सन ओम माइकल सेम टु सेम हेपन अब के भइरहेछ दिमागभित्र जुन चाहिँ माइकल जक्सन जुन चाहिँ छ एक्जाम्पल मैले पनि माइकल जक्सन चिन्छु मिन्स सुनेको छ मानव माइकल जक्सन मेरो छेउमा आयो अरे आई विल बी नट मेरो दिशा पिसाब के पनि यता नर्मल हुन्छ होला म न आँसु आउँछु होला न पसिना आउँछ होला नथिङ विल गोइङ टु ह्यापन विथ मी कुरा बुझ्नु भइरहेछ हैन भेरी अर्डिनरी पिपल अब एक्जाम्पलको लागि एउटा सानो नानी जुन चाहिँ माइकल जक्सन नसुनेको छ न मलाई लाग्छ दे विल बी अफ्रेड डर लाग्छ होला हैन अनुहार यता सेतो छ सबै हैन जिउ यता काल अब भन्नु हैन यता नाकहरू सबै बनाएको छ नानीहरू देख्यो भने त मलाई लाग्छ काँपेर डर लाग्छ होला एक्साइटिङ त कुरा छोड्यो हैन दिशा पिसाब कन्ट्रोल गर्ने त कुरा छोड्यो डर लाग्छ होला मान्छे भाग्छ भूत आयो भनेर सो वाट इज ह्यापनिङ हियर सेम मान्छे कसैको यता दिशा पिसाब कन्ट्रोल गर्न सक्दैन बेहोस हुन्छ कसै यता नानीहरू डराएर भाग्छ कसै हैन नो फिलिङ मतलब माइकल जक्सनले के पनि छैन इट्स अल अबाउट अस हाम्रो हाउ वी आर पर्सिभिङ हिम भन्दाखेरि जुन चाहिँ फ्यानले द इन्ट्रेस्टिङ पार्ट एउटा कुरा हामीले के बुझ्नु पर्यो भने जस्तो म अहिले यता बसिरहेको छु तपाईँले अहिले जुमको थ्रुबाट हेरिरहेछ अब इन्ट्रेस्टिङ पार्ट तपाईहरुको अहिले दिमागभित्र एउटा मेरो तस्बिर छ कुरा बुझ्नु भइरहेछ अब लुक फ्रम द न्यूरोलोजिकल पोइन्ट अफ भ्यू हाम्रो जुन चाहिँ दिमागबाट हेर्दाखेरि तपाईको अहिले चित्तभित्र मनभित्र हैन प्लस तपाईको ब्रेनभित्र एउटा सानो इमेज छ जुन चाहिँ अहिले एउटा तस्बिर आइरहेछ मेरो तस्बिर आइरहेछ अब इन्ट्रेस्टिङली इच वान अफ यु हेभ अ डिफरेन्ट फिलिङ टुवर्ड द्याट इमेज कुरा बुझ्नु भयो मतलब हामी तपाईहरुले सबैजनाको दिमागभित्र जुन चाहिँ अहिले छोगल रिम्पोचे आइरहेछ छोगल रिम्पोचेले भनिरहेछ सुनिरहेछ आई ग्यारेन्टी that each one of your tasbir is different. यो तस्बिरको पछाडिको एनर्जी जुन चाहिँ छ पावर जुन चाहिँ डिफरेन्ट इट डिपेन्ड अन यु तपाईले छोगल रिम्पोचेलाई कस्तो प्रकारले हेरिरहेछ कुरा बुझ्नु भइरहेछ कस्तो प्रकारले तपाईले उहाँलाई मतलब तपाईको डिस्क्रिप्सन के हो तपाईको उहाँपटिको मतलब फिलिङ के हो तपाईको उहाँपटिको एउटा के भन्छ हेर्ने दृष्टिकोण के हो सो इट रियली मेक अ बिग डिफरेन्स इन दैट इमेज व्हिच इज इन योर हेड नाउ तपाईको अहिले टाउको भित्र चित्तभित्र मनभित्र जुन चाहिँ तस्बिर आइरहेछ इट रियली डिपेन्ड अन यु हाउ यु डिस्क्राइब दिस इमेज तपाईको लागि यो इमेज के हो को कुरा बुझ्नु भइरहेछ अब द सेम थिङ अब हेर्नु है मैले अघि भने नि अघि जुन चाहिँ मान्छेले हैन जमिन्दा त माइकल जक्सन सुनेन होला कुरा भयो अब ठुलो भयो सुन्यो गाना सुन्यो यो हेर्यो अब माइकल जक्सनको तस्बिर भित्र हाल्यो त्यसपछि ओ उहाँ त खतरा हो यो हैन गाना सुन्यो ओ गाना कति मिठो डान्स हेर्यो वा कति खतरा हैन फोटो हेर्यो वा कति राम्रो हैन फोटो पनि तस्बिर टाल्यो हैन गाना माइकल जक्सन गाना सुन्यो अब दिमाग भित्र भएको जुन चाहिँ माइकल जक्सन छ अब योलाई के गर्यो डे बाइ डे के गर्यो के भन्छ यसलाई हैन के भन्छ यसलाई शक्ति दिँदै गयो पावर दिँदै गयो अब के हुन्छ भोलि जब रियल माइकल जक्सन जुन चाहिँ स्टुडियोमा देख्छ सुन्छ अनि के हुन्छ शक्ड हुन्छ किन भन्दाखेरि यो जुन चाहिँ तस्बिर जुन चाहिँ छ जुन चाहिँ एभ्री डे जुन चाहिँ यो शक्ति दिइरहेछ नि यो शक्तिसँग एउटा के भन्छ यसलाई क्ल्यास भन्नु हैन एउटा के भन्छ लाइक इट वाज सोचेको भन्दा एउटा हुन्छ लाइक के भन्नु यसलाई लाइक वाउ भनेर चाहिँ टु मच एक्साइटमेन्ट हुन्छ भएर अनि यो शरीरले के हुन्छ कन्ट्रोलै गर्न सक्दैन कुरा बुझ्नु भइरहेछ हैन द इन्ट्रेस्टिङ पार्ट मैले अघि भने जस्तै अब यता जुन चाहिँ भक्ति योगा हामीले जुन चाहिँ कुरा गरिरहेछ अब एक्जाम्पल यु क्यान इमेजिन हैन यस्तो भएको बेला मैले भने नि जुन चाहिँ माइकल जक्सनले जुन चाहिँ गाना गाउँदाखेरि हैन माइकल जक्सनले गाना पनि गाएन अरे उता स्टेजमा बसेर त्यसै बोलिरहेछ तर ही और शी इज इन्जोइङ मोर देन अ सिङ्गिङ सङ कुरा बुझ्नु भइरहेछ जुन चाहिँ फ्यान जुन चाहिँ उ बसिरहेछ माइकल जक्सनले के पनि भनेको पनि छैन बोलेको पनि छैन तर देख्ने बित्तिकै मनमा आनन्द भएर खुसी भएर बसिरहेछ कुरा बुझ्नु है
अब यो यता स्पिरिचुअलमा यो ट्रान्सलेट गर्दाखेरि पिपल विल कल इट ब्लेसिङ। वाह, उहाँको त कति खतरा ब्लेसिङ। कुरो बुझ्नु भइरहेछ?